आज हामीले 7वटा पोखरी साउनको 1 गते हामीले सार्वजनिक सूचना गरेका थियौँ। पोखरीको दिनमा भएका संरचनाहरू आफैले हटाउनु होला, अन्यथा चाहिँ हामी आफै हटाउने सरकारहरू राख्छ भनेर सार्वजनिक सूचना गरेका थियौँ। त्यो बमोजिम चाहिँ उहाँहरूले केही संरचना हटाइसक्नु भएको र केहीमा बाँकी भएको कारणले आज हामीले बिहानैदेखि त्यो संरचना हटाउन लागि परिरहेको छौँ। हामीसँग 7वटा पोखरी गरी हामी 25 आंशिक र पक्की घरहरू गरेर हामीसँग 65वटा घरहरू चाहिँ हटहराहरू आजको यो कार्यक्रमबाट चाहिँ हामी क्लियर गर्नेछौँ। अहिले हामीले गोर्धई पोखरीबाट सुरु गरेर क्रमशः अन्य पोखरीहरूमा चाहिँ हामी जनकपुर कुन पोखरी क्लियर हुनेछ? हामीले गोर्धई पोखरी, विसारा पोखरी, रत्नसागर पोखरी, त्यसै गरी चाहिँ हाम्रो गिर्गिगासर लगायतका 7वटा छन्। अनि यो मन्दिर परिसर अन्य गुठीका जग्गाहरू जुन अतिक्रमण छ त्यो कहिलेदेखि सुरु भयो? पोखरीका चाहिँ संरचनाहरू सकिसकेपछि अनि मन्दिर परिसरमा त्यस पश्चात अन्य खाली भएका जग्गाहरूमा चाहिँ क्रमशः गर्दै जाने अनि यो चाहिँ पहिलो चरणमा 7वटा हो। त्यसपछि हामीसँग टोटल 49वटा पोखरी र 62 सालको आएको प्रतिवेदनमा 49वटा पोखरी भनेर त्यही 62 सालको प्रतिवेदन कार्यान्वयनकोमा हामीले चाहिँ अहिले यो समिति फर्मेसन भएर काम गरिरहेको छ र यसमा 49वटा मध्ये हामीले पहिलो चरणमा 7वटा गरेका छौँ। त्यस पश्चात हामी अन्य पोखरीहरूलाई वर्गीकरण गरेर काम गर्दैछौँ। नाम अनि पद के हो? म जनक पोखरे, यो 62 सालको समितिको प्रतिवेदन कार्यान्वयन समितिको सदस्य छु। यो कतिको कार्यान्वयन हुन सक्छ? जसरी आज 7वटा गरिरहेको